त्यो त चिकुवा मन्त्री रे कसले भने तल हेर गाह्रो छ राम हरे कृष्ण गोविन्द हरे मुरारे उजु म चुप्लाक मार्चिने भन्छ मलाई त यसलाई त भन्छ नि तँ मार्चिने चुप्लाक यो नि बोले ओ धेरै बोल्ने हैन तेरो बोलेर काम छैन भन्छ मलाई त यार ओ ममको बुबु त हेरेको हो मैले नि हेरेको यार ममको छैन आफ्नो ममको खोलेको आफ्नो ममको जसले नि हेरे हुन्छ नि यार तो अहिले चिक्न मन लागेछ त होइट यार त ममले नै चिक्छ भन्दैछ पापी रहेछ मन्त्री त यार मन्त्री भन्ने चाहिँ पापी अलाछिन राक्षस आफ्नै मम्मीलाई चिक्न मन लाग्यो भन्ने साले कुकुर त्यही पालबाट निस्केर त्यही पालमा चिक्छस् मार्चिने रन्डो रन्डोको फुटाइदिनु तिम्रो कन्डो भन न रन्डोको फुटाइदिनु दिदी कन्डो म त यस्तो कमेन्ट पढ्दा पढ्दा त म बिरामी भइसक्यो हैन म आधी हाफ माइन्ड भइसक्यो त्यसो नभन माया पहिल्यै जान्छु कहाँ जाने पहिला चाहिँ फेरि कसम म पहिल्यै जान्छु अब यो ममले मलाई फलो ब्याक नि दिएर ओइ फलो ब्याक देऊ न है फलो ब्याक लाउले होइ अब म धेरै बाज्दिन त्यसो नभन न माया के भयो टिकटक हुन्छ टिकटकको कमेन्टहरुले गर्दा टिकटकको नाना के नाना बोल्न दिनुपर्छ यस्तो मान्छेहरुलाई हैन हैन कहाँ हान्ने हो र म जाउँछ मन्त्री भनेको मन्त्री हो हाम्रो देशको मम ड्याडको पुती खतम बाक्लो अच्छा काम के हो कम त बाक्लो छ कि चिकौ चिकौ लाग्छ बाकी छ हैन यसको ड्याडको त्यो रहेछ र भने ममको भन्ने त ठिक हो यसको ड्याडको त्यस्तो रहेछ मेरो त बुङ्गुरको त्यो मासु छ नि यत्रो हुन्छ नि भाइ त्यो बोसो हो त्यस्तै छ मेरो त त्यसले सही खाइदेऊ मन्त्रीलाई मन्त्री तेरो त घुस्दैन क्यारे जाठा टुप्पा मात्र पिलिक पिलिक गरेर के फाइदा त्यस्तो नबोलम त्यस्तो नबोलम माछिकने भैया हो रन्डीको बान भैया हो हाई माछिकने भन्दो रहेछ मर्न नसकेको भैया साले यो कुनले सिकायो के नेपाली रन्डोले सिकायो के रन्डीले सिकायो साले बहन की चोट माछिकने लेख्ता है हैं नेपाली सिकाएर हो के यस्तो भा अनि यो त पुरा हैन यो माछिकन भने त फेमस रहेछ के पुरा दुनियामा हैन यसलाई त कसले उठाएर हिँड्दै थियो अस्ति नै त भिडियोमा पुरै मलाई किन जानु भएको तालतिर यार छ्या मलाई तिमीलाई किन मर्यो भनेर हार्दिक श्रद्धाञ्जली के भएछ छ्या भन्दै हिँडेको म त सुनेर मात्र बस्छु